मर्निङ नमस्कार। आज पनि मेरो ब्लगमा स्वागत छ। हजुरहरूलाई नै के छ खबर? तपाईँहरूको सन्चरा आरामै हुनुहुन्छ? म पनि ठिकै छु, राम्रै छ। हाम्रोतिर चाहिँ चिसो एकदम बेसी छ है। यता चाहिँ हाम्रो आरामको काम हुन्छ। हजुरहरूलाई पनि केही सामान चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ खेतीको लागि। मेरो नम्बर चाहिँ रहेको छ 9818896223 रहेको छ। हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ यहाँहरूलाई चाहिएमा। यो चाहिँ हाम्रो घर रहेको छ। ल म चाहिँ अहिले तल हाम्रो तुम्बाको घरतिर मासु लिन जाँदैछु। चट र बाख्राको मासु लिन गइरहेको छु है। यो चाहिँ हाम्रो जङ्गल हो। घर वरिपरिको यस्तो हरियाली छ, एकदम फ्रेस हावा खानु पाइन्छ, अक्सिजनहरू। म चाहिँ अब तुम्बाको घर आइपुग्न आँटिसकेँ। घर तलतिर छ। यो बाटो चाहिँ हाम्रो पुरानो बाटो हो, फिदिम बजार आउने बाटो गाउँघरदेखि। अहिले चाहिँ एकदम बाटो पनि जङ्गल भइसक्यो। सबैतिर गाडीको रोड पुगेर घर घरमा गाडी पुग्न थालिसक्यो है। धेरै सुविधाहरू भइसकेको छ र अहिले चाहिँ खासै मान्छेहरू हिँड्नुहुन्न यो बाटो चाहिँ। हामी चाहिँ गर्छौँ ओह्राली उकाली कहिलेकाहीँ। म पनि यहाँ चाहिँ धेरै वर्षपछि आएको। आज चाहिँ लगभग 4 वर्षभन्दा बेसी भयो आज आउँदैछु। फुलको अलिअलिमा रङ्गाइदेऊ। र यता चाहिँ हाम्रो तुम्बाहरूले दामी कोलाको खेती गर्नुभएको छ एकदम। आज चाहिँ हाम्रो यता तुम्बाकोमा देवी पूजा छ। देवी पूजा होइन तुम्बा? देवी तुम्बा उता हुनुहुन्छ। हाम्रो यता अङ्कल हुनुहुन्छ। सबैजनालाई नमस्कार। खै नमस्कार भन्नु न। नमस्कार। भ्लग बनाएको कि मैले, यो सिक्दैछु। यो चाहिँ हाम्रो देवी पूजा हो। आज तुम्बाले गर्नुहुँदैछ, त्यही भएर म पनि आएको छु। लो म चाहिँ फाइनली मासु लिएर घरतर्फ फर्किरहेको छु। मासु चाहिँ यो झोलाभित्र छ। कालोमा जाँदैछु। अब घर पुग्ने हो, पकाउने खाने हो नि।